नमस्कार, स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानलमा। पछिल्लो समय चुनावको मिति नजिकिएसँगै नेपालमा चुनावको माहौल दिन प्रतिदिन निकै तातिरहेको छ र यो सामाजिक सञ्जालमा यो देखिएको सरगर्मीसँगै यहाँ हामी प्रदेशमा रहेका साथीभाइहरूमा के कस्तो कौतूहलता जागेको छ चुनाव सम्बन्धी, त्यसै विषयमा रहेर हामीले यस हाम्रो कम्पनीमा कार्यरत साथीभाइहरूसँग छोटो मिठो कुराकानी गरेका छौँ। आशा छ यो कुराकानीलाई अन्तिम समय हेरेर हजुरहरूले प्रतिक्रिया दिनुहुनेछ। स्वागत छ हजुरलाई हाम्रो युनिफाइड युट्युब च्यानलमा। धन्यवाद। हजुरको सानो परिचय दिनु न। मेरो नाम चाहिँ रोहित न्यौपाने। म चाहिँ हाल चाहिँ दक्षिण कोरिया। मेरो नेपालको घर भन्नुपर्दा चाहिँ नवलपुर क्षेत्र नम्बर 1 देवचोली नगरपालिका वडा नम्बर 12। नमस्कार, मेरो नाम चाहिँ टिकाराज राई हो। हाल म केही वर्षदेखि चाहिँ कोरियामा बस्छु रोजगारीको सिलसिलामा र मेरो घर चाहिँ उदयपुर जिल्ला हो। नाम चाहिँ विवास तामाङ, घर चाहिँ नेपालको पूर्व झापा बिर्तामठ 9 यो झापाको क्षेत्र नम्बर 2 भनौँ। म कुमार जीसी, मेरो घर म्याग्दी बेन नगरपालिका 2। मेरो नाम चाहिँ विमल थापा, हाल चाहिँ कोरिया कार्यरत छु। मेरो घर चाहिँ बुटोल सालजण्डी 6 महिना 11 क्षेत्र नम्बर 5। नवराज रावत, सुर्खेत क्षेत्र नम्बर 2 को मतदाता, हाल विगत केही समयदेखि कोरियामा कार्यरत छु। मेरो नाम नारायण कुमार, घर शिवराज 11 कपिलवस्तु, अहिले क्षेत्र नम्बर 3। हाल म दक्षिण कोरियामा झन्डै 7 वर्षदेखि कार्यरत छु। मेरो नाम रमित छेत्री, बानीगढी जयगढ गाउँपालिका 3 अछाम क्षेत्र नम्बर 1। मेरो नाम सुरज विश्वकर्मा, मेरो घर सुनौल नवलपरासी क्षेत्र नम्बर 2। हाल म 3 वर्षदेखि कोरियामा कार्यरत छु। नमस्ते, म सन्तोष पौडेल, मेरो घर चाहिँ पर्वत, हाल दक्षिण कोरिया। हजुरलाई त अवगत नै छ होला, पछिल्लो समय नेपालमा चुनावी माहौल तातेको छ र यो चुनावको सरगर्मी निकै नै बढेको छ र जसरी तपाईँले सामाजिक सञ्जालहरूमा नेपालको अहिलेको माहौल देख्नुहुन्छ होला, यो माहौल हेरिरहँदा हजुरलाई के लाग्छ? अहिले नेपाली जनताले परिवर्तनको पक्षमा भोट हाल्लान् कि नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँछ होला त? होइन, मलाई त नयाँ प्रधानमन्त्री चाहिँ पाउनै पर्छ। यसकै लागि नै यत्रो विद्रोह भयो, जेनजी आन्दोलन भयो, अब 76 जनाको चाहिँ मृत्यु पनि भयो। यो चाहिँ दुःखद छ। परिवर्तन चाहिँ हुनैपर्छ। नेपालले नयाँ प्रधानमन्त्री पाउनुपर्छ, युवा प्रधानमन्त्री नै पाउनुपर्छ। नेपाली जनताले, अब त्यहाँका जनताले परिवर्तनको पक्षमा भोट हाल्ला नि, आफूले त प्रदेशमा भएर भोट हाल्न पाइँदैन। हाम्रो चाहना छ परिवर्तनको लागि त्यहाँका युवाले राम्रो मान्छेलाई भोट हालोस्। यसपालको माहौल हेर्दा चाहिँ लगभग परिवर्तन हुने देख्छु म पनि, र हुनु पनि पर्छ, परिवर्तन ल्याउनुपर्छ। मलाई लाग्छ अब नेपालले यसपालि पक्कै पनि नयाँ प्रधानमन्त्री पाउँछ र युवा नै पाउनुपर्छ भन्ने मलाई लाग्छ। त्यसले नै त हुनै पर्छ। त्यो नभएसम्म नेपालले नयाँ मुहार पक्कै पनि फेर्न सक्दैन। यही मुहारको लागि जो त्यत्रो आन्दोलन पनि भयो, त्यत्रो जनाको मृत्यु पनि भयो। सँगसँगै अब परिवर्तन चाहिँ हुनै नै पर्छ, हुन्छ पनि अभियसली। अब सुरुमा त स्पष्ट हुन के जरुरी छ भने हामीलाई युवा किन चाहियो, होइन? हामीलाई स्पष्ट भिजन भएको मान्छे चाहियो के। युवा भनेर हामी म्याराथनमा दौडिन लागेको त होइन नि त, होइन? म्याराथनमा दौड्यो, विश्वको ओलम्पिक हुँदैछ, एउटा युवा पठाइदियो नेपालबाट भन्ने होइन। स्पष्ट राजनीतिक भिजन भएको मान्छे चाहियो हामीलाई। इन्डियामा युवा प्रधानमन्त्री छ नरेन्द्र मोदी, कति वर्षको हुनु? चाइनामा प्रधानमन्त्री हुनुहुन्छ सी जिनपिङ, कति वर्षको हुनु? पुटिन कति वर्षको? डोनाल्ड ट्रम्प कति वर्षको? हामीलाई युवा किन चाहियो? यो कुरामा हामी स्पष्ट हुन जरुरी छ। हामीलाई युवा भन्दा पनि स्पष्ट भिजन भएको मान्छे चाहिएको छ नेपाललाई अगाडि बढाउनको लागि। यसको मतलब हजुरलाई पछिल्लो समय नेपालमा 35 वर्षदेखि जे जस्तो भइरहेको छ लगभग राम्रै भएको छ भन्ने जस्तो महसुस हुन्छ? होइन, राम्रो भएको छैन, होइन? राम्रो भएको छैन। हामीले नराम्रो भयो, होइन? नराम्रो भइरहेछ, त्यो जति हुनुपर्ने हो त्यति भएको छैन। तर अब हामीले युवा हुँदैमा स्पष्ट हुन्छ, राम्रो हुन्छ भन्ने मेरो सोचाइ चाहिँ होइन। हामीले युवा पनि चाहियो, तर एउटा भिजनदार युवा चाहियो क्या हामीले।
पक्कै पनि अहिले जसरी नेपालमा जनलहर देखिएको छ त्यसलाई हेर्दाखेरि नै लाग्छ अहिले नेपाली जनताहरू परिवर्तनको पक्षमा नै हुनुहुन्छ जस्तो लाग्छ। र अहिले मात्र होइन, विगतका दिनहरूमा पनि नेपाली जनताहरूले केही गर्छु भनेर आएका दलहरूलाई नै समर्थन गरिसक्नु भएको छ। जस्तै 2046 सालमा काङ्ग्रेसलाई, 2064 सालमा माओवादीलाई र 2074 सालमा एमालेलाई समर्थन गरिसक्नु भएको छ। र त्यो हेर्दै गर्दा अहिले पनि केही गर्छु भनेर सम्भावना बोकेर आएका दललाई नै जनताहरूले समर्थन गर्नु छ जस्तो लाग्छ, जसले गर्दा धेरै पछाडि अहिले नेपालले सक्षम, योग्य अनि युवा प्रधानमन्त्री पाउँछ जस्तो लाग्छ। पक्कै पनि हामी पनि परिवर्तनको पक्षमा छौँ। देशले पनि परिवर्तन खोजिरहेको छ। देशलाई समुन्नत बाटोमा लैजान सक्ने एउटा व्यक्ति खोजिरहेको छ देशले। विगतका दिनहरूमा जसरी देशमा अशान्ति, असुरक्षा फैलिँदै गएको छ, ती कुराहरूलाई मध्यनजर गर्दै अब आउने सरकार अथवा गठन हुने सरकारले पक्कै यी कुराहरूलाई मध्यनजर गर्दै देशमा शान्ति, सुरक्षा, सुशासन कायम गर्नेछ। हामी विदेशीका युवाहरूले पनि देशमा गएर केही न केही रोजगारीहरू गर्न सक्ने वातावरण सिर्जना हुनेछ भन्ने कुरामा म आशावान छु। नेपालको चुनावी माहौल हेर्दा जनताहरू पक्कै पनि परिवर्तनको पक्षमा हुनुहुन्छ भन्ने आश छ र नेपालले युवा प्रधानमन्त्री पाउँछ भन्ने मेरो आश छ। अभियसली अब राष्ट्रको नेतृत्व युवाले गर्नै पर्छ। किन भन्दाखेरि हामीले विगत 35-36 वर्षदेखि पुराना दलहरू काङ्ग्रेस, एमाले, माओवादीको हामीले काम पनि हेरिसक्यौँ। यसले गर्दाखेरि जुन जनतामा अहिले नैराश्यता छ, त्यसले गर्दाखेरि अहिले नेपालका जनताहरूले परिवर्तनको पक्ष चाहिरहेका छन्। त्यसले गर्दा युवा नेतृत्वमा आउनुपर्छ र नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँछ नै। जसरी भदौ 23-24 को जेन्जी घटना भयो र 76 जनाले ज्यान गुमाउनु पर्यो र त्यसपछि गठन भएको नागरिक सरकारले अहिले चुनाव गराइरहेको छ। यदि हजुर नेपाल भएको भए कुन दललाई समर्थन गर्नुहुन्थ्यो र किन? कसलाई देख्न चाहनुहुन्छ भन्दा पनि कसलाई देख्न चाहनुहुन्न भने भए मैले सिधा भन्थेँ। मैले केपी ओलीलाई चाहिँ देख्न चाहन्न, किनकि केपी ओलीले अब गफ धेरै गरे, टुक्का टिप्पणी धेरै गरे, काम भन्दा पनि अरूलाई गिराउने, कसलाई नराम्रो देखाउने त्योतिर धेरै गरे। केपी ओलीलाई चाहिँ म चाहन्न। अरू दुईटामा मैले 100 र 99 दिन्छु। दुईटामा जुन भए पनि देशको लागि चाहिँ, नेपालको लागि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। यदि यो चुनाव हुँदै गर्दाखेरि नेपालमा यदि म भइदिएको भए चाहिँ काम गर्ने पार्टीलाई मैले भोट हाल्थेँ। जो अहिले हर्क साम्पाङले अभियान चलाइरहेको छ, सम संस्कृति पार्टी, एउटा पसिना बगाएर श्रम गरेर मात्रै यो देश बन्छ भनेर उहाँ लागिरहनु भएको छ। यदि म नेपालमा भइदिएको भए चाहिँ उहाँको पार्टीले बहुमत ल्याउला नल्याउला, एक सिट ल्याउला नल्याउला त्यो नहेरिकन भित्र सच्चा मनले चाहिँ उहाँलाई मैले सम संस्कृति पार्टी माटोमा भोट हाल्थेँ। म चाहिँ अब नेपालमा भएको भए जस पुरानालाई त अब हेऱ्यो हामीले 30-35 वर्ष हेऱ्यो र म चाहिँ यसपालि चाहिँ नयाँलाई नै म समर्थन गर्थेँ भनौँ न। अब नयाँ परिवर्तन चाहनको लागि म अहिले परदेशमा छु र यदि म नेपालमा थिएँ भने अहिले पार्टीगत हिसाबमा हेर्दाखेरिमा चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने थिएँ। तर हाम्रो क्षेत्रमा अहिले महावीर पुन सर उठ्नु भएको छ स्वतन्त्र रूपमा र म चाहिँ प्रत्यक्षतर्फ उहाँलाई सहयोग गर्ने थिएँ र समानुपातिकतर्फ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा नै भोट हाल्ने थिएँ। कुन पार्टी भन्दाले पनि अब पार्टीगत त छँदैछ, उठिरहेछन् मान्छेहरू। तर अब अहिले नेपालले मुहारै फेर्न खोजिरहेको छ। एउटा मुहार फेर्नु पनि पर्छ। सधैँभरि पहिलेदेखि बसिरहेका, सत्तामा बसिरहेका मान्छेहरूलाई त्यसलाई फालेर भए पनि नयाँ परिवर्तनको बाटो चाहिँ पक्कै पनि जान नै पर्छ र जनताले पनि बुझेकै छन् र त्यही अनुसार जनताले पनि लागिपरेकै पनि छन्। त्यति नै हो। अब केपी ओलीलाई पनि अब धेरै हेटर्सहरू भएको हुनाले अब सबैले अहिले स्वीकारेर जान नसक्ने अवस्था छ। अब बालेन शाहलाई पनि अहिले युवा त हुनुहुन्छ उहाँ, तर स्पष्ट उहाँको भिजन के हो भन्ने कुरा अहिलेसम्म अलिकति क्लियर हुन सकेको छैन। अब राजनीति भनेको सबैलाई अहिले नेपालको सिचुएसनमा चाहिँ सबैलाई मिलाएर लान सक्ने एउटा व्यक्ति चाहिएको छ। त्यो व्यक्ति चाहिँ गगन थापा हुनसक्छ भन्ने चाहिँ मेरो धारणा।
पछिल्लो समय जसरी घटनाक्रमहरू भए त्यसलाई हेर्दै गर्दाखेरि यो सबैलाई के लाग्छ भने यो पुराना पार्टीहरू जुन यिनीहरूले 35 वर्षदेखि आलो पालो गर्दै सत्ता भोग गरिरहेका छन्, यिनीहरूबाट अब यो देशले निकास पाउँदैन। त्यसैले पनि परिवर्तनको पक्षमा रहेको दलहरूमध्ये अहिलेको माहौलमा सम्भावना पनि राम्रो भएको र तुलनात्मक रूपमा योग्य उम्मेदवारहरू धेरै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको हुँदा म पनि यदि नेपालमा भएको भए त्यही पार्टीलाई नै समर्थन गर्थेँ होला। नेताहरूले गर्नु चाहिँ गरे, राम्रो गरे अथवा सकेको गरे, उहाँहरूले चाहिँ गर्नुभयो। र अहिलेको अवस्थामा के हो भने उनीहरूले जति गर्नु पर्थ्यो त्यति भएन, जति गर्नु पर्थ्यो त्यति नभएको कारणले गर्दाखेरि अब देशलाई एउटा छुट्टै बाटोमा लैजानुपर्ने अवस्था आएको भएर अब नयाँ युवाहरू, नयाँ शक्तिको खाँचो छ। त्यसैले अहिलेको अवस्थामा सबैले घन्टीलाई भोट हाल्नुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ। अहिले यो जेनजी आन्दोलन पछिको चुनाव हाम्रो लागि एकदम विशेष चुनाव हो र हामीले पुराना दलहरूलाई धेरै पहिलाबाट हेरिरहेका छौँ र अब परिवर्तनको पक्षमा जानुपर्छ भन्ने विचारले म चाहिँ परिवर्तनको पक्षमा जान्थेँ नयाँ पार्टीमा। त्यो अवस्थामा यदि म नेपाल हुन्थेँ भने, अब भदौ 23-24 भनौँ, त्यो अवस्थामा हुन्थ्यो भने मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै समर्थन गर्थेँ। किन भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी भनेको चाहिँ अहिले नयाँ आएको पार्टी हो र देशलाई केही निकास दिउँ भनेर आएको नयाँ पार्टी हो। त्यसले गर्दा मैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै समर्थन गर्थेँ। तपाईँ हामी त अब रोजगारीको लागि परदेशी भूमिमा छौँ र नेपालको संविधानले गर्दा पनि हामी विदेशबाट भोट हाल्न त पाइँदैन र त्यो हुँदै गर्दा पनि अहिले यो विशेष प्रकारको चुनाव भएको कारणले गर्दाखेरि तपाईँले आफ्नो नेपालमा भएका परिवार, आफन्तजन अनि साथीभाइहरूलाई यो चुनावको सेरोफेरोमा रहेर के सुझाव सल्लाह दिन चाहनुहुन्छ? 35 वर्षदेखिबाट अब पुराना पार्टीहरूले शासन गरेकै हो, काम भन्दा पनि भ्रष्टाचार बढी भएको हो, त्यो नाङ्गो आँखाले पनि देखिने कुरो हो। त्यस कारणले अहिले चाहिँ योचोटिलाई चाहिँ परिवर्तनलाई चाहिँ सहयोग गरौँ भन्ने चाहिँ मेरो धारणा छ। घर परिवारलाई पनि मैले योचोटिलाई नै, म पनि अब कुनै पार्टीको सक्रिय कार्यकर्ता नै हो तर म खुलाउन चाहेन, तर पनि योचोटिलाई चाहिँ कार्यकर्ता जसको भयो भने चाहिँ परिवर्तनको बाटोमा चाहिँ जानुपर्छ भनेर मैले घर परिवारलाई पनि त्यही भनेको छु। मैले मेरो आफन्तलाई चाहिँ के भन्छ, यदि घन्टी पार्टी कतैबाट आयो भने चाहिँ घन्टी पार्टीमा भोट नहाल्ने। किनकि घन्टी पार्टीमा भोट नहाल्नुको एउटै कारण हो, रवि लामिछाने सहकारीमा मुछिएको व्यक्ति भएर नैतिकवन त्यहाँको मुख्य लिडर रासपाको सभापति नै घन्टी पार्टीको सभापति नै हो, सहकारी ठाउँमा मुछिएको कारणले ऊ क्लियर नहुँदासम्म घन्टीमा भोट नहाल्नु नै मेरो त सुझाव छ। यसपालिको चुनावमा चाहिँ माटोमा भोट हाल्नु भनेर मैले भनेको छु। उहाँहरूको विचार हो, कहाँ हाल्नुहुन्छ, सकेसम्म राम्रो मान्छेलाई, नैतिकवान मान्छे, इमान्दार मान्छेलाई भोट हाल्नु र काम गर्ने पार्टीलाई हाल्नु भनेर मैले चाहिँ सल्लाह दिन्छु। र म चाहिँ अहिले चाहिँ जस यहाँ परदेश भएको साथीहरूलाई पनि आफ्नो नेपालमा घरमा परिवारहरूलाई, यता साथीभाइहरूलाई र म आफै पनि नेपालमा भएको परिवारहरूलाई, साथीभाइहरूलाई यसपाल चाहिँ नयाँमा भोट परिवर्तन गरौँ भनेर जसमा त्यही आह्वान गर्थेँ। अहिले अब यस्तो छ, अहिले मेरो घर परिवार, आफन्तजन लगायत साथीभाइहरू सबैजनालाई यसपालि भोट परिवर्तन गर्नुपर्छ र परिवर्तनकै पक्षमा भोट हाल्नुपर्छ भनेर सल्लाह सुझाव दिइरहेको छु र चुनाव आउन बाँकी नै छ, अझै त्यति बेलासम्म दिइ नै रहनेछु। मैले भन्दा पनि अब अहिले यो माहौल हेरेर पनि र हाम्रो घर परिवारदेखि लिएर समाजदेखि लिएर हरेक मान्छे नै परिवर्तनकै पक्षमा थियो। यतिकै पनि आन्दोलन भएको होइन, एउटा देशदेखि लिएर गाउँदेखि लिएर समाजदेखि लिएर प्रत्येक घरबाट उठेर यत्रो आन्दोलन भएकै हो होइन। हामीले देखेको पनि हो, अब देखे अनुसार परिवर्तन सबैले खोजेकै हो। अब कोही मान्छेहरू एमाले, काङ्ग्रेस, माओवादी होइन, घन्टी भन्दै सबै आफ्नो पक्षमा छन्, तर मेन पक्ष भनेको सबै मान्छे परिवर्तनकै पक्षमा छन्। सबैले मिलाएर लान सक्ने पात्र हामीले खोज्नु पर्ने छ अहिलेको सिचुएसनमा। जहाँ कि केपी ओलीको उग्र राष्ट्रवाद पनि अहिले यति यो सिचुएसनमा काम नगर्न सक्छ, बालेन शाहको त्यो हाउले पनि यति बेला काम नगर्न सक्छ। त्यसैले चाहिँ सबैलाई मिलाएर लान सक्ने उपयुक्त पात्र छनौट गर्नुहोस्, देशलाई अलि समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत गर्नुहोस् भन्न चाहन्छु।
निर्वाचन भनेको आफूले मताधिकार प्रयोग गर्ने दिन पनि हो। त्यसै भएको हुनाले यहाँबाट हामीले तोकेर यो पार्टीमा भोट हाल्नु भनेर त्यसरी भन्नु त मिल्दैन। तर पनि हामीले यो अहिले जसरी जेन्जी आन्दोलन भयो त्यो भनेको हुनाले पनि अहिले अरू बेलाको जस्तो सामान्य निर्वाचन होइन, विशेष निर्वाचन भएको हुनाले मैले कम्तीमा पनि अहिले पुराना पार्टीलाई भन्दा अहिले परिवर्तनको पक्षमा रहेका पार्टीहरू जसले योग्य उम्मेदवारहरू उठाएको छ र प्रधानमन्त्रीको रूपमा सक्षम योग्य युवा उम्मेदवारलाई अगाडि सारेको छ, त्यो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई योपल्ट हेर्ने हो कि भनेर सुझाव चाहिँ दिन्छु। मलाई चाहिँ के लाग्छ भने अब आमा बुवा सबै दाजुभाइहरू पुराना पार्टीमा आस्थावान हुनुहुन्छ, तर पुराना पार्टीमा आस्थावान भए पनि अहिले देशले परिवर्तन खोजिरहेको अवस्थामा नयाँ शक्तिहरूलाई भोट दिनु होला भन्ने मेरो उहाँहरूलाई आग्रह छ। यति भन्न चाहन्छु। त्यही हो, अब हामी परिवर्तनको पक्षमा जानुपर्छ। पुरानालाई हेरेकै हो, एकचोटि नयाँलाई मौका दिनुपर्छ र योचोटि घन्टीलाई भोट हाल्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु र दिएको पनि छु। देशले निकास खोजिरहेको छ, अहिलेको अवस्थामा परिवर्तन चाहेको छ र ठाउँ अहिले देशभरि नै परिवर्तनको लहर चलिरहेको छ। त्यसैले मैले चाहिँ नेपालमा बस्नुहुने सम्पूर्णलाई चाहिँ एकचोटि 5 वर्षको लागि बहुमत दिएर स्थायी सरकार बनाउनको लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भोट गर्नको लागि चाहिँ अनुरोध गर्दछु। तपाईँ हामी जस्तो परदेशी भूमिमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिले भइरहेको यो विशेष चुनावका लागि के कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ? उहाँले चाहिँ आफ्नो घर परिवारलाई कुन गरेर ल एकचोटि चाहिँ परिवर्तनमा चाहिँ भोट हालिदिनु है, मेरो लागि भयो नि भनेर चाहिँ भन्नुपर्छ जस्तो लाग्छ। चुनावको लागि आफ्नो ठाउँबाट सबैलाई अब सचेत गराएर अब आफूले कसलाई कस्तो नेतालाई हाल्नुपर्ने भोट, कस्तो नेता चाहिएको त्यो हिसाबले सबैलाई सुझाव दिएर त्यही अनुसार भूमिका खेलिदिए धेरै राम्रो हुन्छ। परदेश भएको साथीहरूलाई पनि आफ्नो नेपालमा घरमा यसपाल चाहिँ नयाँमा परिवर्तन भोट परिवर्तन गरौँ भनेर जसमा त्यही आह्वान गर्थे। मलाई अहिले अब हामी परदेशमै भए तापनि आफूले भोट हाल्न नपाए पनि आफ्नो घर परिवारमा भएका सम्पूर्ण सदस्यहरूलाई र जो भोटरहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एक कल फोन गरेर भए पनि यसपालि परिवर्तनको पक्षमा भोट दिनु भन्न म चाहन्छु। परदेशमा बसेका यत्र थुप्रै छन्, लाखौँ छन्। अब कोरिया मात्र नभएर अब देश विदेश अब अरू देशमा पनि हुनुहुन्छ। पक्कै पनि परदेशमा बसेको मान्छेले चाहिँ परिवर्तन त खोजेकै छ र भन्छ पनि। प्रत्येक घर के अरे परदेशमा बसेको मान्छेले अब आफ्नो घरदेखि लिएर त्यो घरको मेम्बरसहित र तपाईँको साथीलाई नि भन्नुला भनेर यसरी चाहिँ आग्रह गरेकै छ जस्तो मलाई लाग्छ र गर्छ पनि। त्यो गर्नु पनि पर्छ। त्यो गरेन भने परिवर्तन पक्कै पनि हुन। परिवर्तनको लागि त्यो चाहिँ गर्नु नै पर्छ। मैले त के भन्न चाहन्छु भने कसरी हुन्छ देशमा शान्ति आउने गरी हामीले पनि सामाजिक सञ्जाल युज गर्दाखेरि होइन अलिकति सभ्य भएर अलिकति होइन राम्रो कुराहरूले कमेन्ट गर्ने, राम्रो कुराहरूले प्रोत्साहन गर्ने गर्नुपर्छ। अहिले हुँदै गरेको चुनाव अरू बेलाको जस्तो सामान्य चुनाव नभएर यो जेन्जु आन्दोलनको बलमा भएको चुनाव हो। त्यसैले पनि यहाँबाट आफ्नो मताधिकार प्रयोग गर्न सकिँदैन र यहाँबाट भोट हाल्न मिल्दैन भनेर चुपचाप लागेर बस्नुभन्दा पनि अहिले नेपालले परिवर्तन खोजेको बेलामा हजुरहरूले पनि आफ्नो घर परिवार साथीभाइहरूलाई फोन गरेर कम्तीमा पनि यो पल्ट परिवर्तनको पक्षमा भोट हाल्न सुझाव दिनुहोला भन्न चाहन्छु। विदेशमा भएकाहरूले पनि आफ्नो घर परिवारलाई फोन गरेर अब एकचोटि नयाँलाई चान्स दिनुपर्छ भन्नुपर्छ जस्तो लाग्छ। हामीले आफ्नो मताधिकार चाहिँ विदेशमा प्रयोग गर्न नपाए तापनि हामीले आफ्नो घर परिवारमा फोन गरेर अहिलेको चुनाव चाहिँ विशेष किसिमको चुनाव भएको हुनाले, परिवर्तनको लागि चुनाव भएको हुनाले प्रत्येक घरमा जो विदेशमा हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो आमा बुबा दाजुभाइहरूलाई चाहिँ यसपालि एक भोट चाहिँ परिवर्तनको लागि घन्टीमा हाल्नु भनेर चाहिँ हामीले फोन गर्न सक्छौँ। हस् त, व्यस्तताका बावजुद पनि हामीलाई समय निकालेर यो अन्तर्वार्तामा सहयोग हुनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद। हस्, हजुरलाई धन्यवाद। धन्यवाद सर। त तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद। हस् त, धन्यवाद हजुरलाई पनि। धन्यवाद। हस् त, धन्यवाद। हस्, तपाईँलाई पनि धन्यवाद।